हाम्रो ब्युटिफुल ग्रुपहरू चाहिँ नि हेर्नु आज चाहिँ हामी जान्दैछौँ कहाँ जान्दैछौँ हेर्नु रेल लाइन भएर चाहिँ जानु पर्दो रहेछ हामीले चाहिँ यतापट्टि जाँदैछ है कालिम्पोङमा झऱ्यौँ त्यहाँदेखि चाहिँ यो बाटो फलो गरेर जाँदैछौँ कहाँ जाँदैछौँ त्यसको लागि चाहिँ तपाईँहरूले पुरै भिडियो हेर्नुपर्छ आधा भिडियो हेऱ्यो भने चाहिँ बुझ्दैन हो पुरै भिडियो हेर्नु पर्यो भित्र चाहिँ यहाँनिर कालिम्पोङमा आएपछि चाहिँ पुरै नै टाइम लाग्दो रहेछ है भित्र हिँड्नुको लागि चाहिँ हो यहाँ चाहिँ फेरि मैले क्यामेरा अन गर्नु हुँदैन नाचिहाल्छ ऊ जामा फिलफिला राख्छ यस्तो छ अहिले यहाँनिर यस्तो छ झन् त्यहाँ गएर कति चाहिँ बनाउने होला अब यहाँबाट कता जाने हो हामीलाई पनि आइडिया छैन एउटा दिदी छ दिदीलाई गाइड गरेर लाने आज चाहिँ सन्डेहरू सबैको खुसीको दिनहरू हो क्या ए हामी चाहिँ लक चाइना गएको लोकमा चाउ जाँदैछौँ लोकु खानेकुरोहरू मिठो देखियो हो तर चाहिँ हामी चाहिँ नखाने ननभेज डलिएको चाहिँ नखाने है यस्तो पोल बिचमा लाग्नु हुँदो रहेछ हिँड्नु कम्ती उयो हुँदैन हौ लु हामी चाहिँ यहाँ जाँदैछौँ जानुपर्ने चाहिँ हामीहरू कता हो यहाँ देखाइदिउँ भनेको त आज चाहिँ यहाँबाट यस्तो छ त साथीले इन्डिया गएको थियो र घर दार्जिलिङमा छोरी ल्याइदिएको मिठाई यहाँ भुइँमा झरेर भयो यो मधु जस्तो सुपारी छ होइन अन्त नि गुलियो तितौरा खालको छ हो त्यो त खाइसक्ने त्यति तिरेको त यहाँ आएर चाहिँ हामीले यता यो पहिला हामी चाइना जाँदा पनि यही पटक गएको है मलाई थाहा छ अब चाहिँ हामी यहाँबाट टक्कै चढेर जाने वाइट स्ट्याचु भएकोमा गएको हो वाइट स्ट्याचु भएकोमा त्यहाँनिर चाहिँ तर त्यहाँ जानुभयो 1 महिना अघि नै बुकिङ गरिराख्नु पर्छ हामीले 1 महिना अघि बुकिङ गरेको थियो त्यसको बादमा आज हाम्रो डेट थियो र चाहिँ हामी जाँदैछौँ लोकमा चाउ हो बाई गाइस हामी चाहिँ गएको म यहीँ कुनामै नि बस्छु क्या दामी चिसो हो भित्र त यार पहिला चाइनाको कस्तो छोड्छ उता भन्दा तेरो कानको हो चाइनाले उयो त धेरै यसको कानको त टिनको जस्तो थियो होइन अहिले त दामी छ त अन्त चाहिँ टाइपो मार्केट आइपुग्यौँ अब हामी चाहिँ यहाँ चाहिँ मार्केटमा घुम्ने है अब मार्केट देखाउँछौँ ल अब चाहिँ हामी मार्केट घुम्ने हामी टाइपो आइपुग्यौँ हाम्रोमा चाहिँ टाइम छ अहिले चाहिँ होइन नि त हाम्रो अन्त अहिले त कति बज्यो 1 बजेर 2 मिनट भएछ अब हामी टाइपो मार्केट घुम्ने मैले अब भनेको सुनेर भिडियो हेर्नेहरूलाई पनि वाक्कै लाग्छ होला अब भने एउटा ठेगो शब्द हो नि त अब चस्मा निकाल्दैछ अब चाहिँ खतरा हुने भयो खै हो त्यो उयो हातको फ्यान यो चाहिँ फेरि जापानबाट आएको है जापानको कोसेली हो अब यहाँबाट चाहिँ हामी चाहिँ ओह्रालो जानुपर्ने रहेछ घरमा मैले स्यान्डल नलाएको चाहिँ राम्रो भएछ स्यान्डल लाएर आएको चाहिँ हिँड्नु चाहिँ बहुतै बिजोक हुने थिएछ आउँदा चाहिँ सुविधा जुत्ताहरू लाएर आउनु पऱ्यो है गाइस अलिकति भए पनि हिँड्नै पर्छ गरम चाहिँ हेभी नै छ हङकङमा निकै गरम बढेको छ सबैले हेर्नु नि उयो भगवान् यसो जामा फेलेले भएर अहिले मैले किल्चिदिन्छु होला है आगे तुम पीछे हम छननन एक राउन्ड भयो हेर्नु यहाँ पुरा आउँदा पनि हुने हामी यति साह्रो आज्ञाकारी छौँ कि दिदी उता गयो हामी यता आउँदा पनि हुने त्यो चाहिँ आज्ञाकारी भन्छ क्या एकदम आज्ञाकारी भयो हामी चाहिँ पछि हिँड भनेपछि चाहिँ एकदमै आज्ञाकारीहरू हो नि त साह्रै पैसा कति काटिने रहेछ लगाएपछि म देखाउँछु तपाईँहरूलाई हेर्नु है त
मेरो काठको गति चाहिँ यस्तो भएको छ है। मान्छेको गति नजाओस्, काठको गति भयो भने केही पनि छैन क्या। अब यहाँ हेरेर म देखाउँदैछु, यहाँ म ट्याक्कै गरेँ। आमा $27 20 काटिँदो रहेछ है। झन्डै इन्डियाको झन् 300 350 जस्तो पर्यो भनौँ न। टाइपको मार्केट। हेलो गाइस, लुक हियर बसमा चढेको देखाउँछु म। हामी मार्केट गयो। फेरि मलाई यस्तो सानो सानो मार्केट भनेपछि भगवान् कति मजा लाग्दैन। के हो त्यस्तो खाएर आएर भोक लाग्यो। मार्केटहरू कता कता यो उयो ल दिदी बिचमा उभिएर पैसा देला जस्तो खोलिरहेको थियो। अपटाउन प्लाजा रहेछ। अब चाहिँ गएको ल हेरौँ है त कस्तो रहेछ। अब हामी चाहिँ टाइम छिटो आएछौँ नि त, त्यो भएर एकछिन बसौँ है भनेर यहाँ माथि बस्नुको लागि चाहिँ गएको। टाइपो स्टेसन हामी चाहिँ जहिले पनि कहीँ जानु छ भने अलिकति चाहिँ एक्स्ट्रा टाइम लिएरै आउँछ। त्यो हतार 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 हसिन पसिन नहोस् भनेर चाहिँ इजिली हाम्रो कति 11 बजी 11:30 निस्केको होला घरबाट आएर। तर यता बस्यौँ मङ्गपकमा सिधा सिधै आयो भने चाहिँ यस्तै 40 मिनट जस्तो चाहिँ लाग्दो रहेछ। गरम चाहिँ ओभरै छ है, ओभरै छ। तर यहाँभित्र पसेर चाहिँ क्या शीतल भयो। आम्बो दामी शीतल भयो। टाइपो मार्केटको प्लाजा चाहिँ यस्तो रहेछ है। यो क्यामेराको यो लाइट चाहिँ ब्लिङ 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 गर्छ। यसलाई चाहिँ कसरी हटाउँछ हौ? कति कोसिस गर्दा पनि उयै भएको छैन क्या। ब्लिङ 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 गर्छ अन्त हटिँदैन क्या यस्तो। यहाँनिर चाहिँ हेर्नु है, कपडाको दोकान प्युमाको रहेछ। यहाँ सेल लेखिरहेको छ, पैसा प्राइस देखाइदिउँ। यहाँनिर हेर्नु है त, यहाँ हेरिहाल्नु प्राइस। त्यो अरिजिनल प्राइस दिएर अनि के लेखेको छ 1170 डिस्काउन्ट आफ्टर डिस्काउन्ट। पैसा हुनेहरू आऊ किन, तिमीहरूको मर्जी। यहाँ हेर्नु, यहाँनिर जुत्ताहरूको दाम कति रहेछ? 570 550 अरे यार 299 300 रहेछ। दामी दामी रहेछ, दामी दामी। पैसा हुनुको लागि चाहिँ दामी दामी हो। स्ट्रेचर, फलफुल, फ्रुट डे जाउँ न। चस्मा बनाउनु पर्ने थियो, मेरो चस्मा भत्किरहेको छ। तर महँगो पर्दो रहेछ नि त। अब दार्जिलिङ जाने बेला भइरहेछ है।
गाइस दुःखको कुरा मेरो यो एउटा बेङ्गल्सको चाहिँ नि एउटा यस्तो यो के भन्छ स्टोनै झऱ्यो होइन धेरै दुःख लागिरहेको छ अन्त तेरो त सही सलामतै छ नि त मेरो त त्यो भत्कियो नि त त्यो भएर देखाएको त्यसको चाहिँ गुड लकको लागि है गुड लक यो पनि फेरि अरिजिनल हो नि यसको चाहिँ यसले डुप्लिकेट चाहिँ लाउँदैन है यो ब्याग पनि त अरिजिनल हो होइन यसले डुप्लिकेट चाहिँ लाउँदैन है अरिजिनल हो सुत्दैदिने सबै एकजना अन्त त्यसको बदलामा चाहिँ मैले यो लाएर आएको मेरो भत्कियो यहाँनिर आएर चाहिँ तपाईँहरूले चेक गरी किन्नु सक्नुहुन्छ क्या दामी पैसा हुनेहरूको लागि चाहिँ सबै कुरा दामी छ है अझै पनि यो माथि प्रायः त एउटै त हुन्छ यहाँ फ्यानहरू हेर्न कस्तो दामी मनपर्छ यहाँ लिपस्टिकहरू त जे देखेँ त्यही मनपर्छ नि जे देखेँ त्यही मनपर्छ आज त म त एकदम राम्री देखिरहेको छ यहाँ हेर्नु म राम्री न राम्री देखिरहेको छ हेर्नु यहाँ हेर्नु लिपस्टिकको कलर अब त चुन्दा हुन्छ हाई नो एकछिन उभियो भने फेरि सोध्नु आइहाल्छ किन्नै पर्छ भन्ने थोरै नै छ मेकअपहरू यहाँनिर आएर लगाउनु मिल्छ है यहाँनिर टेस्टर राखेको हुन्छ म त तिनीहरूको लगाइदिन्छु लिपस्टिकहरू पनि आफै लाउनु मन लाग्यो नि यो यिनीहरू के हो के यहाँ केटीहरूको मेकअपको सामानहरू मलाई थाहा छैन मै चिन्दैन मैले चिनेको सनस्क्रिन मोइस्चराइजर अन्त के भन्छ उयो त्यो फाउन्डेसन त्यस्तोहरू चाहिँ चिन्छु लिपस्टिक त्यहाँदेखिको बढिया अरू चाहिँ म चिन्दिनँ एक्सक्युज मी यस प्राइमर हाम्रो बस चाहिँ आयो बस चाहिँ 20C रहेछ 20C होइन तर यहाँबाट चाहिँ गयो भने अलिकति हिँड्नु पर्दो रहेछ 20T-बाट गयो भने डाइरेक्ट त्यहाँबाट नि त्यहीँ पुऱ्याउने रहेछ तर त्यो चाहिँ सन्डे चाहिँ मिल्दैन रहेछ कि त्यो चाहिँ डाइरेक्ट जान्दैन रहेछ यहाँनिर बाहिर 2C लेखिरहेको छ 20C मा चाहिँ चढेर हामीले ब्युटिफुल चाहिँ भाइ यो चाहिँ सहिले पनि क्यामेराको लागि एक्साइटेड हुन्छ है यो चाहिँ एकदमै एक्साइटेड भइरहेको हुन्छ अब चाहिँ हामीहरू जाने कति मिनट लाग्दो रहेछ हेरौँ यहाँ चाहिँ हामीले झऱ्यौँ है कुन चाहिँ स्टपमा झऱ्यौँ जाने पत्तै लागेन यहाँबाट चाहिँ हिँडेर जानुपर्ने रहेछ क्या हो कुन चाहिँ स्टपमा झऱ्यौँ त्यो अरू बेला आउँदा त आउनु सकिँदैन रहेछ कुन चाहिँमा आइन यहाँ अब यहाँबाट चाहिँ हिँड्नुपर्ने रहेछ के छ उयो न तपाईँले ठिकै देखाउनु भयो बसमा आयो भने चाहिँ यो चाहिँ नोटिस गर्नुपर्ने रहेछ यहाँबाट चाहिँ झारेपछि चाहिँ यहाँ झर्नुपर्छ हामीहरू त्यसको बादमा चाहिँ यता हिँड्ने हो परबाट बसमा चढेर चाहिँ 13 मिनटमा चाहिँ आइपुग्दो रहेछ यहाँ सिम्बलको रुवा
यार झरे नि हौ सिम्बलको उयो झर्दै थियो पर बसबाट आउँदाखेरि चाहिँ नि 13 मिनटमा चाहिँ एक्ज्याक्टली यहाँ आइपुग्दो रहेछ यहाँबाट चाहिँ यो स्टपमा झरेर चाहिँ किनभने हामी हिँड्नुपर्ने रहेछ किनभने अघि 20T-मा झरेको चाहिँ चढेको भए चाहिँ डाइरेक्ट त्यो मोनेस्ट्रीमा लाने थिएछ तर सन्डे चाहिँ त्यो सर्भिस छैन रहेछ अन्त नि सन्डेको चाहिँ यो 20C-ले लिएर आउँदो रहेछ तर आधा बाटोमा आएर यहाँबाट चाहिँ हामी हिँड्नु पर्दो रहेछ अन्त त्यसको बादमा चाहिँ अब हेरौँ कतिको चाहिँ अब बसमा त 13 मिनट लागिहाल्यो होइन आउनु अब यहाँबाट चाहिँ हामीलाई कति मिनट लाग्ने हो त्यो मैले काउन्टिङ मेरो काउन्ट मैले गर्दैछु अब हेरौँ कति चाहिँ हुँदो रहेछ के हो स्ट्याचु खै स्ट्याचु अಯ್यो म त रहेछ त यहाँबाट देख्दो रहेछ यहाँबाट देखिरहेछ हामी यहाँ गएको भनेपछि चाहिँ हाम्रो 4-5 मिनटको चाहिँ हामी पुग्ने रहेछौँ यहाँबाट चाहिँ हेप्पी भन्दा पनि हेप्पी गरम भइदियो भोक पनि लागिरहेछ भोक लाग्दैछ खानु चाहिँ खाएरै नि आएको कोही बेला चाहिँ मलाई यसरी भोक लागेको दिन्छ गरम चाहिँ हेर्दै है जग्गा चिन्छु जानु सक्छु भनेर मात्र होइन यहाँ किस्मतमा पनि लेखेको हुनु पऱ्यो लक्की पनि हुनु पऱ्यो आउनुको लागि यो चाहिँ एकदम पिसफुल धार्मिक स्थल हो नि त अन्त त्यहाँ चाहिँ अब भन्छ नि भगवान्ले नबोलाएसम्म चाहिँ जानु पाउँदैन भनेर क्या कति अब धनी मानी मान्छेहरू पनि जानु सक्नेहरू पनि कति टेम्पलतिर जानु सक्दैन नि त्यो चाहिँ भगवान्को बोलावट पनि हो क्या भगवान्ले बोलाएको छ भने जानु पाइहाल्छ त्यसको भनेको मतलब चाहिँ मलाई भगवान्ले बोलाएको थियो र म आउनु पाएँ भनेको है यिनीहरू चाहिँ घुमेर पनि फर्केको रहेछ मजाले त्यहाँनिर गएर चाहिँ आरामले 3-4 घर आउनुको लागि चाहिँ भगवान्ले पनि बोलाएको हुनु पऱ्यो है अब जान्छु भनेर मात्रै हुँदैन क्या जस्तो कि यसको लागि हामीले प्लान गरेको चाहिँ सायद यो कोभिडको टाइमदेखिको हो त्यति बेला अब सडनली त्यो कोभिड भएर गर्दा झन् त्यति बेला त अब बन्द भइहाल्यो होइन त्यो भएर हामी आउनु नपाएको आज चाहिँ हामी जुर्यो भनौँ न त्यो त अब भगवान्ले नबोलाइन्जेलसम्म त हामी आउनु पाउँदैन नि त त्यही भएर होला भगवान्ले चाहिँ आज चाहिँ बोलाएर चाहिँ हामी चाहिँ जाँदैछौँ गरम चाहिँ गरम त गरमै हो हेभी नि गरम है भोलि सिलगढीको गरम सेम सिलगढीमा जस्तो फेलक पर्छ नि त्यस्तै भइरहेछ यहाँनिर साथीभाइहरू चाहिँ अघि पुगिसक्यो बाटोमा हिँड्दा मैले के देखेँ भने नि यो चाहिँ लिची फलेको होइन अब भने त यस्तो फलफुलहरू के छ भने चाहिँ मलाई चोरुङ लागिहाल्छ हेर मेवा पनि लिची भगवान् चोरुङ लाग्यो यो निम्बु पनि दामी मिठो हुन्छ चोरुङ लाग्ने क्या फलफुल त्यस्तोहरू के देख्यो भने त चोर्नु मन लागिहाल्छ हौ चोर्नु चाहिँ चोरेको छुइनँ नि फेरि त्यस्तो चाहिँ एउटा मनमा पाप आउँछ भन्ने कुरा चाहिँ बताएको हो चोर्नु चाहिँ चोरेको छुइनँ है फेरि त्यस्तो चाहिँ चोर्ने खुल्ला जग्गा पायो भने पनि चोर्नु चाहिँ चोर्दिनँ तर मनभित्र चाहिँ त्यस्तो फिलिङ्स आउँछ भन्ने कुरा मात्र हो है बाटो चाहिँ यो उकालो हिँड्नुपर्ने रहेछ साथी हो अलिकति चाहिँ साह्रै नि लाग्यो हिँड्नु चाहिँ मैले धन्न पेन्सिल हिल लाएर आउनु आँटेको थिएँ हो लाएको भए त खुत्रुकै नै थिएछु नि आई थिङ्क त्यहाँबाट बस स्टपबाट निक्लेर हिँड्दाखेरि त हामी जस्तो सुनसाँडेहरूलाई चाहिँ नि नेपाली शब्द कति मिठो है सुनसाँडे अब उस्तो मान्छेहरूलाई सुनसाँडे भनेको के हो के बुझ्दैन नेपाली शब्द प्योर शब्दहरू हामी जस्तो सुनसाँडेहरूलाई चाहिँ लाग्छ 20 मिनट लाग्छ कसम पुरै हिँडेको जस्तो लाग्छ तर खुट्टै उचिलिएकै छैन क्या जङ्गलसँग तलपट्टि चाहिँ निङ्गुरो खोज्नु जाने जग्गा पनि रहेछ होइन दिदीहरू चाहिँ निङ्गुरो खोज्नु आउँदो रहेछ क्या यता अब फेरि निङ्गुरो त पाउनु त पाइहाल्छ नि जोटनतिर किनेर खाँदा
तर किनेर खानु र आफूले टिपेर खानुमा बहुत मजा छ क्या। जस्तो कि सिकारीहरू अब मासु त गोसखानमै किनेर खाँदा पनि भयो नि होइन, तर सिकारीहरू चाहिँ सिकारै गर्नु किन जान्छ, त्यसमा मजा छ नि त सिकार गर्नुमा। सेम त्यस्तै निङ्रे टेप्नुमा मजा छ। यिनीहरू चाहिँ यहाँनिर बाहिर निस्केर पनि खाना खाँदो रहेछ। ट्याक्सीमा जानु चाहनुहुन्छ भने ट्याक्सी पनि तपाईँहरूले पाउनुहुन्छ। यहाँबाट राम्रो सुरु भयो है हाम्रो मोनेस्ट्रीको इन्ट्री चाहिँ। हामीहरू यो त बाहिरै पस्दै गर्नु अरे। यहाँ चाहिँ चेकिङ हुँदैछ। लुगाहरू छोटो छोटो चाहिँ लाउनु पाउँदैन रहेछ। केटा मान्छेले पनि पाउँदैन रहेछ छोटो लाउनु। के अरे थ्याङ्क यू। ए जसको छोटो छ त्यसलाई चाहिँ लुगा दिँदो रहेछ, तर उसले लाउनु पर्दैन। यो चाहिँ के हाम्रो आफ्नो थिङ्सहरू राख्नु, यो भित्र उयो गर्नुको लागि हो। यो चाहिँ एउटा टिस्यु होला आई थिङ्क। यहाँनिर चाहिँ यस्तो दिँदो रहेछ। यो लगाएर चाहिँ हामी भित्र पस्नुपर्छ। भिजिटर यसरी लाउनु पर्दो रहेछ है। उयो आएन उसलाई हामीले उयो गरेन भने चाहिँ, लुगा पुरा लाएर आएन भने चाहिँ एकछिन है मलाई अप्ठ्यारो भयो देखाउने। है म लाग्छु यसरी पावर ब्याङ्क चाहिँ लाला। दिदी उयोहरू छ त हौ पावर ब्याङ्कहरू हो है। अहिले लुगा चाहिँ फुल अब जस्तो कि दाइले चाहिँ हाफ प्यान्ट मात्रै लाएर आउनु भएको थियो नि त, अन्त यस्तो लाग्छ भने चाहिँ भित्र इन्ट्री हुनु पाउँदैन रहेछ। तर यहाँ लुगा दिँदो रहेछ यस्तो बेर्ने क्या, बेर्ने। तर माथि रहँदा कभरै छ नि त। यति त्यहाँ अलि बाइचान्स कोही बेला केटीहरू अब त्यस्तै ड्रेसअपहरू गर्छ होइन। यदि फिलाहरू देख्ने लुगाहरू लगाएको छ भने चाहिँ यहाँनिर दिँदो रहेछ। किनभने नाङ्गो भुतुङ्ग मतलब नाङ्गो भुतुङ्ग भन्दा पनि त्यो फिलाहरू आफ्नो बडीहरू चाहिँ देख्नु चाहिँ भएन रहेछ। अब टी सर्टहरू लाउनु पायो तर त्यो स्लिपमा चाहिँ लाउनु चाहिँ भएन। केटा मान्छेले पनि त्यसरी लुगाहरू चाहिँ आधा मात्रै लाएर आउनु पाउँदैन रहेछ क्या, फुलै नि लाउनु पर्ने लुगा। नभए चाहिँ यहाँनिर अप्सन चाहिँ छ। कति दामी ढुङ्गा हौ यार, यहाँनिर अप्सन चाहिँ रहेछ। हामी यहाँ टक्कै यहाँ माथि मूर्ति अघि पुग्छौँ नि त्यति बेला मात्रै बनाऊँ ल। यहाँनिर चाहिँ होइन कि त्यो दादाको पछाडि ब्यागमा हाल न भाइ। हो दाइ उता हालिदिनु न एकछिन झोला हाम्रो। यो हालिदिनु त यो भित्र चाहिँ एकदमै पिसफुल हुँदो रहेछ। यहाँनिर चाहिँ सुनिहाल्नु भयो होला, साउन्डै छैन यहाँनिर। यस्तो दामी देखिँदो रहेछ कि हामी यति साह्रो पिसफुल छ कि मान्छे चाहिँ पुरा छ तर हल्लै छैन। यो चाहिँ के को आवाज हो, कुकुर कराएको जस्तै। दामी देख्छ। गरम चाहिँ गरम चाहिँ हेभी गरम। माथि हेर्नुहोस् है स्ट्याचुहरू यस्तो डरलाग्दो गरम छ कि के भन्नु। यी गरम गरम यस्तो डरलाग्दो गरम है। यहाँ खिच्नुपर्छ एकछिन।
度。咁係呢一度咧，我請大家生活愉快，同大家講聲再頭。大家需要共振嘅聲可以隨便。可以一齊啊！嚟啊！好嘢！Gusto konti oh, mira ta. Tanya lah ni. त्यो म त फिल्डको देखेको त दिन्छ त्यसैले गर्दा त्यो 90 ल्याएको त उताबाट जानु नदिएको यहाँनिर चाहिँ आई थिङ्क आफ्नो विसहरू लेखेर हाल्नुपर्ने होला त्यो मैले चाहिँ अन्दाजी मात्र भनेको है यो चाहिँ के हो कस्तो दामी फेरि पिपलको पात जस्तै मौरी पुरा भन्किँदो रहेछ यसमा चाहिँ के रहेछ यार के लेख्नुपर्ने रहेछ के को लागि प्रार्थना गरेको त्यहाँ लेख्नुपर्ने छ हो अन्त आई विश टु डिक्लेयर माई टु के मागेको त्यही लेख्नुपर्ने होला मागेर विश गरेर राख्नुपर्ने हो कि के हो जस्तो लाग्छ मलाई यस्तो उयो गर्नुपर्छ होला गुड हेल्थ होइन के विश गर्नु होला गाइसमा चाहिँ गुड लक सधैँभरि मलाई गुड लक लागिरहोस् भनेर लेख्छु होला हौ हेरौँ के लेख्छ मैले चाहिँ लेखेर चाहिँ यहाँ आफ्नो लाँदैछु मैले आफ्नो फ्यामिलीको लागि मेरो लागि चाहिँ लेखेको छु मलाई त कहाँ हाल्नु भयो एनिवे यतै हालिदिन्छु मैले गरेको प्रेयरहरू चाहिँ एकदमै नि साक्षी भएर सत्य भएर आओस् है ब्याक साइडबाट हेर्दा चाहिँ यस्तो देख्दो रहेछ माथि शिर चाहिँ अलिकति झुकेको रहेछ र भित्रभित्र घोप्टो देख्दो रहेछ हामीलाई चाहिँ एकदमै ठन्डा चाहिएको छ होइन अनि एकदम गरम भएको छ नि त प्लिज क्यान यु टर्न हियर अल्सो प्लिज कति मजा आयो है वाह कुल ठन्डा कुल कति दामी मजा आयो है मेरो यहाँनिर पनि गरम भइरहेछ हौ यता पनि आइज नि म पनि गर्छु दामी तपाईँले बहुत बढिया काम गर्नुहुन्छ भिडियो पो हो त मेरो फोटो भनिदिएको एकैसित जोड है मलाई यहाँतिर चाहिँ हल्केको छ कि
हेर्नु कति दामी चिलाउँदा चिलाउँदैन होला नि फुलहरू फुलेको यो चाहिँ फुलेको भयो यो चाहिँ कोपिला भयो कोपिला चाहिँ यस्तो दामी क्या दामी फुलेपछि चाहिँ यस्तो देख्दो रहेछ फुलेपछि चाहिँ यस्तो देख्दो रहेछ है यो फुल यो चियापत्तीको फुल जस्तै दामी अन्त ऊ तल चाहिँ दामी दामी टापहरू खोइ कहाँ हो मैले त एयरप्लेन देखाउनु इन्द्रकमल भनेको त रुख पो हुँदो रहेछ ठुलो पनि हुन्छ सानो फल्छ म त होइन इन्द्रकमल भनेपछि चाहिँ पानीमा हुन्छ होला जस्तो लाग्छ त्यो त ऊ हो कमलको फुल हो त्यो कमल हो यो चाहिँ इन्द्रकमल इन्द्रकमल भन्छ तर मकमक भाँच्न सक्छ सुन्नुहोस् त त रहेछ त दामी मिठो गनाउँदो रहेछ त इन्द्रकमल चम्पा त होइन चम्पा फुल पनि गनाउँछ नि चमेली भन्छ अर्को चम्पा पाउँछ नि के त्यत्रो नि चमेलीको भन्छ चमेली फुल भन्छ त्यो पनि मकमक सानो हुन्छ भने सेतो हुन्छ फुल भनेको यस्तो मिठो गनाउनु पर्छ भने त रोप्नु त इच्छा लाग्दैन फोटो खिच्नु चाहिँ फेरि पारा पाराले